हेलो गाइस, गुड मर्निङ। आज ब्लग छ वे टु पोखराको र हामी अहिले चाहिँ मुङलिङमा छौँ। ब्लग गर्न पाएन, राति थियो धेरै। हामी 3 बजे निस्केका थिए र यो जर्नी चाहिँ रहेछ हाम्रो इट्स अल अबाउट नट अ भ्याकेसन, स्टुडेन्ट रेस्पोन्सिबिलिटी ट्रिप टु पोखरा। ओके, वाच until it's all about Pokhara and the rejoining of third semester Satyanarayan Yadav. Okay, you are going and you just at Mungling Chitwan, and after that you traveling to Pokhara. This is a break time and you are just having the tea together. Okay, flow. Okay, continue with my vlog guys. Okay guys, keep watching. दोषी खदागारमा हामीले चिया खाएको अनि यो मुङलिङको दृश्य रहेछ साथीभाइहरू। यही हो, अब हामी यही हो मुङलिङ अनि हामी यो बाटो लाग्ने अब भन्छौँ अनि 3 घन्टा जति लाग्छ है। एन्ड किप वाचिङ, जस्ट यु आर ट्राभलिङ। ओके गाइज, किप वाचिङ है। ओके गाइज, अब हामीहरू खाजासाजा खाइसक्यो। अब हामी निस्केको अब 95 किलोमिटर जति छ। हामीले 2 घन्टाको टार्गेट राखेको छौँ पुग्नलाई। अनि हामीहरू मेनली भनेको एनसिआइटीको विद्यार्थीहरू छौँ र हामीलाई पोखरा युनिभर्सिटीमा गएर पेपर सब्मिट गर्नु छ रिजोइनिङको लागि, थर्ड सेमेस्टरको लागि। हेलो गाइस, अहिले हामी गुनादीमा हो र यहाँबाट गुनादीबाट पोखरा चाहिँ लगभग 45 किलोमिटर होला होइन। अनि हामी अब 35 मिनटमा पुग्छौँ होला र अहिले यही हो। त्यसपछि अहिले रेडबुल खाल्छु, हल्का निन्द्रा लागिरहेछ राइड गर्दा गर्दा। अनि यहाँबाट निस्किन्छ हामी, ल है त। यहाँ हो सत्यादश, यहाँ हो, निस्किन्छ हामीहरू अब एकछिन। ओके गाइज, अहिले यति राख्छु, अब निस्किन्छु हामीहरू ल। ओके गाइज, हामी रेडबुल खाँदै हो, निन्दा लागिसकेको थियो। यहाँको भ्यू दृश्य यस्तो छ र अब यहाँबाट निस्किन्छौँ। ओके गाइज, अब हामी हिँडेको फेरि यहाँबाट रेडबुल खाए त निन्द्रा लागिरहेको थियो। अब हामी निस्किरहेको छु अब पोखरामा, ठ्याक्कै युनिभर्सिटी नजिक हामी रुक्छौँ अनि आफ्नो काम गराउँछौँ। अनि त्यसपछि खानासाना खान्छौँ अनि डिसाइड गर्ने आउने कि नआउने भनेर। अनि त्यसपछि के हुन्छ हेर्दै गर्नु। अब ठ्याक्कै युनिभर्सिटीनिर यो कुराहरू भन्छु एउटा दुइटा, त्यसपछि कन्टिन्यू विथ माई ब्लग्स हेर्दै गर्नु ल है त। ओके गाइज, हामी भर्खर पोखरा आइसके। अब यहाँ हो पोखरा युनिभर्सिटी जान्छु अब ल है त गाइजहरू। अब त्यहाँ डिन अफिसमा गएर पेपर सब्मिट गर्छ अनि त्यसपछि पेपर दिन्छ अनि खानासाना खान्छ अनि प्लान के हुन्छ त्यसपछि अझै कन्टिन्यू विथ माई ब्लग। ओके गाइज, त हामी पोखरा आइसक्यो हो। अब यहाँ चाहिँ खाना खान्छु, कलेज भिजिट गरेर आएको। डिन चाहिँ यहाँ छैन, डिन अफिसमा डिन छैन टिममा। अब हामीहरू खाना खाएर त्यसपछि युनिभर्सिटीमा फेरि जान्छ अनि त्यसपछि केही सोचौँला के हुन्छ भनेर। अहिले खाना खान्छु है त गाइज ल।
ओके गाइज हामीहरू खाना खान्छौँ अब एभ्रिथिङ फाइन छ अहिलेसम्म सब कुरा ठिकै छ अब हामी जान्छौँ अनि त्यसपछि आफ्नो काममा लाग्छु है त ल यति राख्छु है अब आफ्नो काम गरेपछि त्यसपछि फेरि राइट ओके बाई अब एकछिन बसिहाल्छ है गाइज ओके ओके गाइज हामीले खाना खाइसक्या हो अब युनिभर्सिटीतिर लाग्छु काम गर्छु अनि त्यसपछि फेरि काठमाडौँ निस्किन्छु है त ल बाई बाई ओके गाइज हामी पोखरा युनिभर्सिटीमा आइसक्या हो र अब हामी दिनसरको अफिस गएर हो र त्यहाँ एडमिसनको लागि जोइन गर्छु फेरि अनि त्यसपछि कन्टिन्यू क्लास हुन्छ र हामी आइसक्यौँ हामी यता हो सत्यानी यहाँ छ के गाइस से सत्या हेलो ओके गाइस त हामी जान्छु लाग्छु ल ल कन्टिन्यू विथ फैसल द हस्टलर ब्लग्स ओके दिस इज आवर पोखरा युनिभर्सिटी यु आर गोइङ गाइज प्रपर डकुमेन्ट त भइसक्यो अब सबै थोक अब हामीलाई यो हाम्रो पोखरा युनिभर्सिटी र हामी 5000 डिपोजिट गर्न आएको ब्याङ्कमा यहाँको फी हो त्यो 1 सालको ग्यापिङको हो त्यही ब्याङ्कमा आएको ल एभ्रिथिङ इज फाइन गाइज नाउ स्लिप अ ब्याङ्क मनकामना अल्सो डन नाउ एप्रुभल ओन्ली एन्ड देन आफ्टर process is clear and after that we are moving to directly KTM. Okay guys, सब थोक भयो यार यसको पेपर सब भयो. Now Satya is back with same kindness and loyalty and don't worry, everything is fine. Okay guys, this much vlogs. And thank you so much guys from bottom of my heart Neeraj dos, Naveen dos, Hari dos, thanks. Thank you very much. Okay, you appreciate that. Okay, now everything good. Now you are just one paper I have to submit in examination center. After that the process is complete. Okay guys, this much. Okay guys, हाम्रो काम भइसक्यो जति थियो सबै काम क्लियर भइसक्यो अब हामीहरू गइरहेछु फेरि रिटर्न ब्याक काठमाडौँ भइरहेछु हामी र आजलाई यति बोलेको कन्टिन्यू एन्ड स्टे विथ मी फैसल द होस्टलर ओके बाई बाई टेक केयर है त गाइज ल हामी निस्किरहेछु अब ओके गाइज सी यु अन नेक्स्ट ब्लग बाई बाई टेक केयर अल्लाह हाफिज गाइज भर्खर आइसक्यो रुम राति भइसकेको थियो पुरै जिउ थाकिसक्यो केही भन्न सक्दिनँ ओके टेक केयर बाई बाई गुड नाइट